सो हेलो गाइज सबैलाई नमस्कार। आज चाहिँ युनिक भिडियो छ मेरो ब्लगमा, तपाईँहरूलाई स्वागत छ गाइज। होइन, यो चाहिँ रवि लामिछाने दाइलाई चाहिँ जनताहरूले चाहिँ कति माया गर्दो रहेछन् भन्ने कुरो भिडियोले जनाउँछ गाइज। अनि लास्टमा हेर्नु होला, साथ दिनु होला है त गाइज। अनि उहाँले चाहिँ ज्यान दिन्छु पनि भन्नुभएको छ, ज्यान दिन्छु हामीहरू, तपाईँ ढुक्काउनुहोस् कि तपाईँ बनाउनुहोस् भनेर, देश बनाउनुहोस् भनेर। रवि लामिछाने दाइलाई सपोर्ट गर्ने साथीहरू कति हुनुहुन्छ कमेन्ट गरौँ होला है त साथीहरू। रवि दाई भनेर कमेन्ट गरौँ। अनि म चाहिँ उहाँको समर्थक, उहाँको फ्यान पनि हो, उहाँको झोले पनि भन्दा मलाई रुचाउँछु म, किनभने चाहिँ उहाँले देशको लागि धेरै राम्रो काम गर्नुभएको हो। होइन साथीहरू, सबैलाई थाहा छ नै छ उहाँ गृहमन्त्री हुँदा कति काम थियो र अहिले गृहमन्त्री के छ काम तपाईँहरूले सबैले मूल्याङ्कन गर्नु होला, गर्नु पनि भएको पनि होला। सो गाइज कस्तो लाग्छ भिडियो हेरौँ लास्टमा है त। ल ओके, दिन तयार छु म। धन्यवाद, मलाई थाहा छ तपाईँहरू हुनुहुन्छ त मलाई आँट आउँछ नि। म ज्यान दिन तयार छु। केही छैन, म लगायत यहाँ छौँ हामी सबै, गरेरै छोड्ने हो। गरेरै छोड्ने हो। कहाँ छोडिन्छ यिनीहरूलाई? यस्तालाई छोड्ने होइन। केही छैन, अहिलेलाई नआत्तिनु होला। हामी छौँ, हामी बेसिक लेभल ग्रास लेभलको मान्छे हो, हामी छौँ, हामी सबै छौँ, नआत्तिनु होला। रविलामी भाइ जस्तो व्यक्तिहरू कोही निक्लोस् न, अनि त्यसलाई पनि भन्न